हाई गाइज व्हाट्सअप गुड आफ्टरनुन के छ खबर आरामै हुनुहुन्छ स्पेसली आज हामी चाहिँ जान लागेको भनेको म चाहिँ स्पेसली जान लागेको भनेको दाङ लमैसम्म कतै कहाँसम्म जान लागेको हामी त मुगलिङसम्म लिएर अब मुगलिङसम्म जाने होइन अब जाँदा जाँदा अब बाटोमा अब मेरो दाङ लमै पहिला पढ्ने भएको जाँदाखेरि एउटा बसमा जाने होइन अब त्यो साथी पनि छैन एउटा जाने आदित्य भन्ने साथी छ उसलाई पनि अब सँगै लिएर अब सँगै बसमा जानुपर्ने हो योचोटि चाहिँ अब बाइकमा जानु अलिक त्यस्तै भयो होइन त्यस्तै प्रब्लम आएर अब चाहिँ हामी बसमा जानु लाग्यो अहिलेलाई हामी चाहिँ लेट भएर हामी चाहिँ अब बसमा जानुपर्छ हाम्रो गाइडहरू यहाँ हुनुहुन्छ सबैजना है यहाँ हामीलाई बिदाई गर्न आउनु भएको छ है अब हामीलाई हल्का बिस्तारै अब ढोकछोक गर्नु पऱ्यो होइन ल बुबु खै ढोक गरौँ अर्कै बाँकी छन् कि मलाई बहिनीलाई ढोक गर्न लाग्यो खै बज्यो ल सबैलाई ढोक गरेर भ्याइयो होइन ए पुसाइ छुन्नु पारेछ यता आउनु छिटो ल पुसाइलाई पनि ढोक गरेर भ्याइयो सबैलाई भ्याइयो ढोक गरेर अब चाहिँ हामी जान भएको तर पानी परेर लास्टै ल्याङ गराएको छ होइन कति बेला पानी पर्छ रोकिन्छ अब चाहिँ हामी जानुपर्छ गाइज है फाइनल गाइज हामी चाहिँ जान लाग्यो सबैलाई ढोकसोक गऱ्यो होइन जाने भनेको मेरो बाइकमा है ऊ पुऱ्याउने भनेको मेरो राजन भाइले हो अब हामी चाहिँ जान लाग्यो अब अगाडि छ एउटा साथी चाहिँ अब चाहिँ हामी जानुपर्छ है हाम्रो ड्राइभर चाहिँ यता हुनुहुन्छ सर ल फाइनल गाइड जस्ट भर्खर मात्र हामी यहाँ बस पार्कमा पुग्यौँ है चाहिँ अब भाइ यहाँ छोडेर अब जान लाग्यो हामी चाहिँ अब बसको टिकट काट्नु पर्ला होइन त्यहाँ अगाडि गएर काउन्टरमा गएर अनि एउटा साथी चाहिँ पछाडि आउँदैछ अहिले चाहिँ हामी काउन्टरतिर लाग्यो है त ल फाइनल गाइज होइन 1 नम्बर बस पार्कमा पनि पुग्यो टिकट काट्यो खोइ अहिले के गर्यो खोइ त्यो खलासी दाइसँग कुरा मिलायो भन्थ्यो के गर्यो थाहा छैन मलाई लास्टको सिट मिलायो होइन आएर बसेको खोइ झ्याङ्ला जस्तो गरेर झ्याङ्दैन के आएर सुत्दै जाने हो अब सिधा अब हामी जान लाग्यो है अब सिधा दाङ गएपछि अब पुगिने भनेको अब रातिको कति 12-2 बजीतिर पुगिने होला स्योर थाहा छ अब अरू चाहिँ अब उतै गएर बनाउँला and keep watching my videos guys, thanks for watching, bye guys.